त्रिरत्न शरणम नमामि तापाय बुद्धाय सबैलाई। अब आज चाहिँ हामी अज्ञानताको बारेमा कुरा गरौँ है। भगवान बुद्धले बताउनु भएको थियो कि हामी सबै अज्ञानी भएको हुनाले हामी सबै दुखी छौँ होइन। भगवान बुद्धले नबताए पनि हामीलाई आफ्नो स्टेजमा थाहा छ कि हामी सबैलाई चाहिँ दुःख किन हुन्छ भन्दाखेरि हामीहरूमा अज्ञानता भएको हुनाले दुःख हुन्छ है। अब अज्ञानताको ठ्याक्क उल्टो भनेको फेरि ज्ञानता भयो, ज्ञान भयो होइन। अज्ञानतालाई यदि अन्धकार रूपमा लिने हो भने ज्ञान भनेको चाहिँ एउटा बत्ती हो होइन। जसलाई बाल्ने हो भने त्यो अज्ञानता हट्छ है। अब हामी सबै दुखी छौँ होइन। सबैले त मान्नुभएको छ होला, जो अहिले आफू सुखको स्टेजमा हुनुहुन्छ उहाँहरूले पनि अब यो कुरा स्वीकार गर्नुहुन्छ होला कि तपाईँहरूको हुन त तपाईँहरूको चित्तमा होइन अहिले सुखको अनुभूतिहरू भइरहेछ होला होइन। काएर चित्तमा त्यो सबै तपाईँको पहिला गरेका कुशल कर्महरू परिपाक भएर तपाईँहरूले सुखको अनुभूति गरिरहनु भएको हो होइन। तर तपाईँले पहिलाको जुनमा सुख मात्र का हेतुहरू मात्र कलेक्सन गर्नुभएको छ होला भनेर भन्न सक्ने अवस्था छैन है। अकुशल कर्महरू पनि गर्नुभएको थियो होला, जुन चाहिँ अहिले तपाईँको चित्तमा चाहिँ अनकन्सियसली सुतेको अवस्थामा भनौँ न, बिउ चाहिँ फल नदिइसकेको अवस्था, तर डोर्मेन्ट अवस्था भन्छ नि, सुसुप्त निष्क्रिय रूपमा रहेको अवस्थामा चाहिँ तपाईँका ती दुःखका हेतुहरू रहेका हुन्छन् है। र जब चाहिँ प्रत्ययहरू जुड्न थाल्छन्, जब त्यो बिउमा चाहिँ मलजलहरू, जब पानी होइन, धुपहरू, तापहरू सबै इकट्ठा भएर जब त्यो हेतु फलमा परिवर्तन हुन थाल्छ, त्यसपछि चाहिँ तपाईँको अहिलेको सुखको अवस्था चाहिँ फेरि दुःखमा पनि बदलिन सक्छ है, हेतु प्रत्ययहरू जुड्न साथ भन्ने यो के भन्छ, यो कुरा त तपाईँहरूको सबैले बुझिसक्नु भएको छ होला भन्ने मैले आशा गर्छु। किनभने सबै कुरा दुःख हुन्छ या सुख हुन्छ, ती सबै हाम्रो कर्मको फल हो भनेर मान्नुहुन्छ होला भन्ने नै विश्वास गर्छु मैले होइन। जसले चाहिँ ईश्वर सृष्टिकर्ता होइन, सबै दुःख सुख ईश्वरले गरेर दिने हो भन्ने मान्छेहरूले पनि चाहिँ हुन त ईश्वरले दिने हो होइन, फलहरू आफ्नो कर्मको फल ईश्वरले दिने हो भन्छन्, तर कर्मको बिउहरू चाहिँ हामी आफैले बटुल्ने हो भन्ने कुरामा त उहाँहरू पनि, जो आत्मवादीहरू हुनुहुन्छ, उहाँले पनि विश्वास गर्नुहुन्छ कि कर्मको हेतुहरू बिउहरू चाहिँ हाम्रै आफ्नै कुशल अकुशल कर्मले गर्दाखेरि इकट्ठा हुन्छ। र उहाँहरूले चाहिँ थप चाहिँ के मान्नुहुन्छ भने एउटा ईश्वर भन्ने एउटा तत्त्व छ, जसले चाहिँ होइन लास्टमा चाहिँ तराजुमा जोखेर हुन्छ नि, तैँले यो कर्मको हेतुफल हेतु इकट्ठा गरेको थिइस्, त्यही भएर तैँले यो फल पाइस् भनेर दिन्छन् भनेर सोच राख्नुहुन्छ उहाँ आत्मवादीहरूले है। तर अनात्मवादीहरूले चाहिँ त्यस्तो ईश्वर भन्ने केही हुँदैन, सबै कुरा जुन हुन्छ आफ्नै कर्मको फल हो। जब हेतु प्रत्ययहरू जुड्छन् फल दिन्छ त्यसले, अनि त्यसपछि दुःख सुखहरू आइलाग्छन् भनेर हामीले जस बौद्धहरूको सोच चाहिँ त्यस्तो छ है। अबौद्धहरूको जो ईश्वरवादीहरू हुनुहुन्छ, जुन परमार्थ सत्व छ एउटा, जुन एउटा मूल आत्मा छ, परमात्मा छ होइन, जुन चाहिँ तटस्थ रहन्छ, त्यस्तो आत्मामा विश्वास गर्नेवालाहरूले चाहिँ त्यो आत्माले चाहिँ तपाईँको लेखाजोखा चाहिँ होइन, मर्ने बेलामा चाहिँ तपाईँले कतिको कर्म गर्नुभएको थियो, कतिको दुष्कर्म गर्नुभएको थियो, त्यो अनुसार चाहिँ फल दिन्छ। त्यो परमात्मा जुन एउटा तत्त्व छ होइन, जुन कहिले पनि बदलिँदैन, जुन स्वतन्त्र छ, जुन एक छ होइन, एउटा मात्र छ होइन, जसका पार्टहरू छैनन्। अब उनीहरूले चाहिँ बौद्धहरूको सोचलाई खण्डन गर्दा चाहिँ के भन्छन् भने आत्मा जुन म भनिन्छ नि, मेरो काय भनिन्छ नि, त्यो काय भनेको म होइन होइन, त्यसको पार्ट छ, त्यसका डिफ्रेन्ट पार्ट भएको हुनाले त्यो चाहिँ हेतु प्रत्ययमा डिपेन्डेन्ट छ। त्यस्तै मेरो चित्त भनेर जुन चित्त भनिन्छ नि, त्यो चित्त पनि त्यो चित्त पनि डिपेन्डेन्ट छ
भनेर भन्छन् उनीहरूले हैन। त्यही भएर चित्त पनि डिपेन्डेन्ट छ र काय पनि डिपेन्डेन्ट छ। तर जुन जुन म भनिन्छ नि, जुन आत्मा छ नि, त्यो चाहिँ न कायमा डिपेन्डेन्ट छ न चित्तमा डिपेन्डेन्ट छ। त्यो त्यस्तो खालको सत केही एउटा भित्रपट्टि जुन तत्त्व छ त्यसलाई चाहिँ उनीहरूले परमार्थ भन्छन् हैन। अब यसैको यही सतको ज्ञान हुनुलाई उनीहरूले चाहिँ जब यो सतको ज्ञान हुन्छ त्यसपछि मान्छेहरू सदाको लागि दुःखमुक्त हुन्छ भनेर सोच्छन् है। तर बौद्धले चाहिँ यो जुन उनीहरूको जुन सत जुन जसलाई साक्षात्कार गर्यो भने दुःखमुक्त मुक्त भइन्छ भनेर जुन उनीहरूले साक्षात्कार गर्नतिर लागिरहेका हुन्छन् त्यसलाई भगवान् बुद्धको सिद्धान्त अनुसार भ्रम भनिन्छ है। त्यो चाहिँ एउटा स्थूल भ्रममा अन्तर्गत पर्छ हैन। स्थूल भनेको ग्रोस इग्नोरेन्समा पर्छ त्यो है। त्यो त्यसको साथसाथै अर्को सूक्ष्म इग्नोरेन्स पनि हुन्छ, सूक्ष्म अज्ञानता पनि हुन्छ। अज्ञानताको दुईटा लेभल हुन्छ है। एउटा त सूक्ष्म भयो, स्थूल भयो, जसले चाहिँ के भन्छ भने आत्मा एउटा सत छ, एउटा मात्र छ जसको डिपेन्डेन्ट छैन, कुनै कुरामा पनि डिपेन्डेन्ट गर्दैन, सत छ, स्वतन्त्र छ, कहिले पनि बदलिँदैन भनेको त्यो जुन परमात्मा परब्रह्मा भनेर भन्छ नि, जसलाई रियलाइज गर्यो भने चाहिँ दुःखबाट मुक्त भइन्छ भनेर उनीहरू रियलाइजेसन गर्न लाग्छ। त्यो एउटा स्थूल अज्ञानताको रूपमा लिइन्छ भने त्यस्तै सूक्ष्म आत्मा भन्ने पनि हुन्छ, हामी सबैमा हुन्छ। हामीले नमानौँ त्यो परमात्मा, त्यो ईश्वरलाई नमानौँ। तपाईहरू कति हुनुहुन्छ नि ईश्वरलाई नमान्नेवालाहरू, तर तपाईहरूमा अर्को के भ्रम हुन्छ भने म भित्र चाहिँ एउटा बबिता भन्ने चाहिँ छ है, म भित्र चाहिँ एउटा फलना छ है, जुन चाहिँ केही कुरामा पनि डिपेन्ड भएको हुँदैन, त्यो चाहिँ इन्डिपेन्डेन्ट हैन, वास्तविक रूपमै छ, केही कुरामा डिपेन्डेन्ट नहुने, स्वतन्त्र इन्डिपेन्डेन्ट भन्ने सोच हामी सबैमा हुन्छ, जुन अनादिकालदेखि छ। तपाईँले ईश्वरलाई नमान्नुहोस्, त्यो आफ्नो ठाउँमा छ होइन। ब्रह्मा रूपी जुन यो संसार लोकलाई क्रिएट गर्यो भन्ने कुरामा नमान्नुहोस्, तर भित्रपट्टि तपाईँहरूले म चाहिँ छु है, म बबिता भन्ने चाहिँ छु है, जुन चाहिँ अरूभन्दा डिफ्रेन्ट छु है, अरूमा डिपेन्डेन्ट छैन है, म चाहिँ एउटा स्वतन्त्र स्वभाव भएको सत्ता छु है भन्ने चाहिँ हामी सबैमा अनादिकालदेखि भएको इन्नेट भन्छ नि, इन्नेट अज्ञानता त्यो हामी सबैमा हुन्छ। र बुद्ध भगवानले भन्नुभएको जुन अज्ञानता छ, जसले चाहिँ हामीलाई दुःखबाट सदाको लागि निर्वाण पद प्राप्त गर्नको लागि जुन कुराले चाहिँ हामीलाई रोकिरहेको हुन्छ, ती चाहिँ यी दुई स्थूल आत्माको भ्रम अज्ञानता र सूक्ष्म आत्माको अज्ञानता, यी दुईटा अज्ञानताले गर्दाखेरि हामीलाई यही लोकमा नै चाहिँ बाँधिराख्छ। यो भयो एउटा अज्ञानता हैन, जसले चाहिँ निर्माणमा हामीलाई चाहिँ जान दिँदैन र यही लोकमा तलमाथि कहिले स्वर्गमा पुर्याउँछ, कहिले नर्कमा पुर्याउँछ है। यो एक प्रकारको अज्ञानता भयो। अर्को अज्ञानता के छ भने हामीहरू जसले चाहिँ कर्म हेतु फलको सिद्धान्तलाई मान्दैनौँ है, उनीहरू त्यो अज्ञानताले गर्दाखेरि हैन, अब मैले आज कुशल कर्म गरेँ भने भोलि म देवलोकमा जन्मिन्छु भन्ने यो कर्म हेतुको फलको सिद्धान्तलाई मान्दैन, त्यो पनि अर्को खालको अज्ञानता हो हैन। जसले चाहिँ जस्तै स्पेशली यो अज्ञानता कसमा हुन्छ भने देवलोकमा, जो एकदम सुखमा रमाइरहेका छन् देवलोकका सत्वहरू हैन। देवलोक पनि तपाईको खाम धातुका देवलोक छन्, रूप धातुका देवलोक छन्, अरूप धातुका देवलोक छन्। यहाँ जब एकचोटि जन्म हुन्छ उनीहरुमा यति चरम, यति पावर हुन्छ, यति चरम सुख हुन्छ कि उनीहरूले यो कुरा विश्वास नै गर्न सक्दैनन् कि यो अवस्था मेरो, यो कामलोकको देवलोक, यो रूप धातु, यो अरूप धातुको जुन अवस्थामा छिरेको छ मेरो चित्त न, त्यो पनि निर्वाण पद होइन। यो दुःखबाट पार भएको हैन, लोकोत्तर चित्त होइन। यो लोकभित्र नै अड्किरहेको चित्त हो। यो अनित्य हो। यसमा चाहिँ अनित्य मतलब तपाईको दुःख चाहिँ कायर चित्तका दुःखहरू चाहिँ मेनिफेस्ट नभएको अवस्था हो।
किनभने त्यहाँ केही पनि दुःख भनेको के हो नि भन्ने थाहा हुँदैन त्यो लोकमय चित्तलाई। तर भित्रपट्टि सबकन्सियसली उनीहरूले सत्काय दृष्टिको जुन अज्ञानता छ, सत्काय दृष्टिको अज्ञानता भनेको त्यो मैले अगाडि कुरा गरेँ नि, सूक्ष्म आत्माप्रतिको भएको अज्ञानता र स्थूल आत्माप्रति भएको अज्ञानता जुन छ त्यसलाई उनीहरूले फुटाली नसकेको हुनाले, कुशल कर्म त गरे तर त्यो अज्ञानतालाई नफुटालेको हुनाले उनीहरू अझै लोकमै छन्। कुशल कर्मले गर्दाखेरि चरम सुखहरू भोगिरहेका छन् होइन, शान्त सचित्त पनि, दुःख भन्ने के हो थाहै छैन उनीहरूलाई होइन। यति लामो समयसम्म त्यो सुखका अनुभूतिहरू उनीहरूलाई भइरहेछ, अरू दुखीहरूलाई पनि देखिरहेछन् उनीहरूले। म त अब त्यो अवस्थामा अब जान पर्दैन, म त यस्तो सुखी अवस्थामा आइसकेँ, यो त नित्य हो यो अवस्था त भनेर भन्ने जुन भ्रममा राख्छ हामीलाई जुन अज्ञानताले, त्यो अज्ञानता केले गर्दा भएको भन्दाखेरि हेतु फलको सिद्धान्तप्रति भएको अज्ञानताले गर्दाखेरि हो होइन। स्पेसली काम धातुमा भएका अथवा काम धातुको देवलोकहरूको तपाईँहरूलाई विश्वास छैन भने यही धनी मानिसहरू देख्न सक्नुहुन्छ नि तपाईँहरूले। मैले धर्म किन गर्न पर्यो र म त्यसै सुखी छु नि, मैले कसैको उयो गर्दिनँ भनेर जुन हाग झाडिरहेका हुन्छ नि, यो पूजा कर्म गर्ने त दुखीहरूले हो, पूजासुजा किन गर्न परेर भन्ने एउटा एक प्रकारको सोच भएका मान्छे हुन्छ नि, त्यो पनि अज्ञानताले गर्दाखेरि उब्जेको सोच हो होइन। किनभने उनीहरूले भुलिसके कि मैले पहिलाको जुनीमा गरेका कुशल कर्मको फल भोगेको अहिले, र पहिलाको जुनीमा मैले अकुशल कर्म पनि गरेको हुनसक्छु र त्यसको हेतु चाहिँ, त्यसको बिउ चाहिँ सबकन्सियसली सुसुप्त अवस्थामा मेरो चित्तमा छ। त्यहाँ पोटेन्सियल छ, मैले भोलिपल्ट दुःख पाउन सक्ने जुन पोटेन्सियल छ, जुन बिउ छ, हेतुप्रति जुड्ने बित्तिकै त्यसले चाहिँ फेरि रिजल्ट ल्याएर मेरो यो अवस्थाबाट कुन बेला मलाई पछारेर तल पुऱ्याइदिन्छ होइन। रूप धातुको देवलोकबाट, अरूप धातुको ब्रह्मालोकहरूबाट, तपाईँको काम धातुको देवलोकबाट कहिले मेरो चित्त पछारिएर तल नरकहरूमा, भुका प्रेतहरूमा, जनावरहरूको लोकमा, मनुष्य लोकमा पनि, जहाँ चाहिँ बुद्धका शिक्षाहरू केही, यही मनुष्य लोकमा पनि एकअर्कालाई काटमार गर्ने कति लोकहरू छन् नि होइन, देशहरू छन् नि, हामीले देखेछ नि, मानिसहरू देखेछ नि, मार्नलाई, अर्कालाई मार्नलाई नभिचकिचाउनेहरू होइन, पशु बलिहरू दिनेहरू, त्यो सबै सोच के हो भने हेतुप्रतिको सिद्धान्तलाई प्रति अज्ञानता भएर निस्केका सोचहरू हुन् होइन। आज पशु बलि दिएर म चाहिँ देवतालाई खुसी पारेर म सधैँको लागि दुःखमुक्त हुन सक्छु भन्ने जुन सोच छ, त्यो पनि यो दोस्रो प्रकारको अज्ञानता जुन छ, हेतु प्रत्ययको, हेतु फलको, कर्म फलको सिद्धान्तलाई नमानेर आएको अज्ञानता हो है। दोस्रो प्रकारको अज्ञानता जसले चाहिँ हामीलाई कुशल कर्म गऱ्यो भने देवलोकमा त जन्माइदिन्छ, अनि कुशल कर्मको साथसाथै समाधिको अभ्यासहरू पनि गर्नुभएको छ भने रूप धातुमा र अरूप धातुमा पनि जन्माइदिन्छ। तर भित्रपट्टि जुन सत्काय दृष्टि छ, जुन अनात्माको दृष्टि छ होइन, स्वतन्त्र होइन, सत कहिले नबदलिने जुन आत्माप्रतिको जुन भ्रम छ, त्यो नफुटेको हुनाले तपाईँ चाहिँ अझ पनि लोकबाट चाहिँ सदाको लागि दुःखमुक्त हुनुभएको छैन है। लौकिक चित्त नै हुन्छ तपाईँको चित्त है। अब यो लौकिक चित्त, एउटा लौकिक चित्त भनेको तपाईँको यो हाम्रो जस्तो होइन, अज्ञानताले युक्त भएको चित्त, काम क्रोधहरूको बसमा परिरहने चित्त भयो होइन। अब यो चित्तबाट पार पाउनको लागि जुन पार गएको छ जुन चित्तहरू, जसले चाहिँ अनात्मा रूपी भ्रमलाई, आत्मा रूपी जुन भ्रम छ त्यसलाई फुटालेर अनात्माको रियलाइजेसन गरेर जुन यो लोकबाट पार पाएका जुन चित्त छन्, त्यसलाई ती चित्तलाई भनिन्छ लोकोत्तर चित्त है। जस्तै अरहतहरूको चित्त भयो, भगवान बुद्धहरूको, बोधिसत्वहरूको चित्त भयो, त्यो लोकोत्तर चित्त हो। अब यो लोकोत्तर चित्त पनि दुई प्रकारको हुन्छ। एउटा त भयो अरहतहरूको चित्त, जसले चाहिँ अनात्माको शून्यताको जुन ज्ञान छ अथवा आत्मा रूपी जुन अज्ञानता छ, त्यसलाई चाहिँ फुटालिसकेर आफू चाहिँ सदाको लागि यो लोकबाट दुःखमुक्त भइसकेका हुन्छन् होइन। जस्तै अरहतहरू हुनुभयो र प्लस भगवान बुद्धहरू पनि हुनुभयो होइन। अब भगवान बुद्ध र अरहतको बिचमा के फरक छ भनेर बुझ्ने हो भने, भगवान बुद्धको चित्तले सर्वज्ञता
ओम्निसेन्स भन्छ नि, सबै कुरा साइमल्टेनियसली थाहा पाउने जुन क्षमता छ त्यो भगवान बुद्धको हुन्छ, अरथहरूको हुँदैन है। अब यो 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 सर्वज्ञता कसरी प्राप्त गर्ने भन्दाखेरि त्यसको लागि चाहिँ महायानले के भन्छ, यो सर्वज्ञताको कन्सेप्ट चाहिँ तपाईको श्रावक यानमा हुँदैन है। उनीहरूले चाहिँ भगवान बुद्धमा सर्वज्ञता हुन्छ भन्ने मान्दैनन्। उनीहरूले यो मान्छन् कि भगवान बुद्ध चाहिँ अरथभन्दा धेरै नै गुणी हो हैन, गुणले गर्दाखेरि उहाँ चाहिँ धेरै नै माथि हुनुहुन्छ अरथहरूभन्दा। तर सर्वज्ञता भन्ने जुन कन्सेप्ट छ, ओम्निसेन्सको जुन कन्सेप्ट छ, त्यो श्रावक यानले मान्दैन। किन मान्दैन? किनभने उनीहरूको सोच अनुसार एउटा चित्तले हैन एकचोटीमा एउटा अब्जेक्टलाई मात्र समात्न सक्छ, एकचोटीमा सिरियसली, सिरियल्ली हैन, स्पोन्टेनियसली। उहाँले चाहिँ हामीले भन्दा उहाँको चित्त चाहिँ विभिन्न अब्जेक्टहरूलाई चाहिँ छिटो छिटो समात्न सक्ला हैन, हामीले भन्दा अथवा अरथले भन्दा हैन। उनीहरूको स्पिडमा चाहिँ बुद्ध भगवानको स्पिडी हुनु होला हैन, स्पिडको कुरा गर्ने हो भने त्यति फास्ट चल्ला उहाँहरूको चित्त हैन। तर एकचोटीमा एउटा भन्दा बढी अब्जेक्टहरूलाई समात्न सक्ने क्यापेसिटी कुनै पनि चित्तको हुन सक्दैन भन्ने लजिक चाहिँ श्रावक यानीहरूले अगाडि सार्छन्। र उहाँहरूले बुद्ध भगवानलाई अरथमा भन्दा धेरै नै गुण हुन्छ भन्छन्, तर सर्वज्ञताको जुन गुण भन्छ त्यो कन्सेप्टलाई चाहिँ श्रावक यानले मान्दैन है। तर महायानले चाहिँ भगवान बुद्धलाई को जुन सर्वज्ञता भन्ने जुन गुण छ, साइमल्टेनियसली सबै कुरा गर्न सक्ने, धेरै कुराहरू गर्न सक्ने। अब एकचोटीमा हाम्रो चित्तले एउटा कुरा समात्न सक्छ नि, तर महायानहरूको अनुसार भगवान बुद्धको चित्तले एकचोटीमा धेरै कुराहरूलाई समात्न सक्छ भन्ने मत अगाडि राख्छन्। र त्यो मत अनुसार भगवान बुद्धलाई चाहिँ सर्वज्ञता भएको चित्तधारी भन्छन्। र त्यो सर्वज्ञता प्राप्त गर्नको लागि कुन अज्ञानताले रोकिएको छ भने यो तेस्रो प्रकारको अज्ञानता हो, जसलाई भन्छ सब्जेक्ट र अब्जेक्ट। यो चित्त भनेको सब्जेक्ट हो भने यो चित्तले केही कुरालाई समाते हुन्छ नि, त्यो अब्जेक्ट हो हैन। अब त्यो सब्जेक्ट र अब्जेक्टको जब डुअलिटी जबसम्म रहन्छ त्यो सर्वज्ञता प्राप्त हुँदैन हैन। अथवा अर्को वर्डमा भन्दाखेरि पुद्गल नैरात्म्य र धर्म नैरात्म्य। पुद्गल नैरात्म्य भनेको आफ्नो आत्मा छैन भनेर जुन निर्विकल्प साक्षात्कार हुन्छ, त्यो पुद्गल नैरात्म्यको साक्षात्कार भएको भने यो चित्तले केहीलाई त समातेको छ नि, त्यो अब्जेक्टको पनि हैन नैरात्म्यलाई भन्छ। त्यो चित्तले समातेको अब्जेक्टको नन सेल्फलाई पनि भन्छ, सेल्फलेसलाई पनि भन्छ धर्म नैरात्म्य। जब एउटा चित्तले पुद्गल नैरात्म्य र धर्म नैरात्म्य साक्षात्कार गर्छ तब उसको चित्तमा डुअलिटी, म र यो बाहिरको संसार भनेको जुन द्वैत जुन देखिरहेछ नि, हामीले अहिले हेर्दा त पुरा त्यो वस्तु पनि छ हैन, पलङ छ, अगाडि लुगाहरू छन्, टेबलहरू छन्, यो सबै देखिरहेछ नि हामीले हैन। यो देख्नु भनेको के भने सब्जेक्ट र अब्जेक्टको डुअलिटीमा छुट्याइदिइरहेछौँ हामीले। त्यो डुअलिटी छुटेको हुनाले हामीले सब्जेक्ट म यहाँ छु र त्यहाँ अब्जेक्ट त्यहाँ छ भनेर देखिरहेको हुन्छ। जब यो डुअलिटी भत्किन्छ तब एउटा चित्त चाहिँ अद्वैत अवस्थामा पुग्छ। र त्यो अद्वैत अवस्थाको चित्त भगवान बुद्धको चित्त हो र यो चित्त नै सर्वज्ञ हुन्छ। एकचोटीमा उसले सिरियल्ली होइन कि स्पोन्टेनियसली एकचोटीमा धेरै अब्जेक्टहरूलाई पनि उसले देख्न सक्छ हैन। जस्तै हाम्रो आँखाले यसरी हेर्दाखेरि टेबल एक दुई चारवटा कुरा त हामीले पनि देख्छौँ नि हैन, सिरियली देख्नु पर्दैन नि हैन। तर भगवान बुद्धको सर्वज्ञता यति विशाल हुन्छ कि हामीले सोच्न पनि सक्दैनौँ कि एकचोटीमा उहाँले चाहिँ सयौं हामीले सुने नसक्ने मात्रामा उहाँहरूले चाहिँ अब्जेक्टहरूलाई देख्न सक्नुहुन्छ हैन। यो चाहिँ जुन नन डुअलिटीको कन्सेप्ट जुन छ त्यो कन्सेप्ट चाहिँ महायानको कन्सेप्ट हो। श्रावक यानमा चाहिँ बुद्धको गुण हुन्छ हैन, अरहतको भन्दा धेरै माथि गुण हुन्छ है। त्यो गुणलाई त मान्छन् उनीहरूले, तर उनीहरूले चाहिँ यो जुन सर्वज्ञताको जुन कन्सेप्ट छ त्यसलाई चाहिँ श्रावक यादले मान्दैनन् है। अब यो त भयो 3 प्रकारको अज्ञानताको कुरा गरेँ मैले। एउटा चाहिँ हेतु प्रत्ययलाई नमान्ने
अज्ञानता, जसले गर्दाखेरि स्पेसली देवलोककाहरूले चाहिँ आफ्नो अवस्था हैन, देवलोक काम धातुका देवलोक भए, रूप धातुका देवलोक भए, अरूप धातुका देवलोक भए, सबै जुनसुकै धातुका देवलोकहरू देवहरू भयो, त्यसमा चाहिँ अब यो अवस्था चाहिँ हाम्रो पूर्ण मुक्त अवस्था हो भनेर जुन अज्ञानता भ्रम भइरहेको हुन्छ त्यो प्रकारको अज्ञानता भयो एउटा हैन, हेतुफललाई नमान्ने अज्ञानता। अनि अर्को चाहिँ भयो हाम्रो सत्काय दृष्टिलाई प्रतिको भएको अज्ञानता, र अर्को चाहिँ सब्जेक्ट र अब्जेक्ट, तेस्रो चाहिँ सब्जेक्ट र अब्जेक्टको डुअलिटी देखिने अज्ञानता भयो हैन। अब हेतु प्रत्ययलाई नमान्ने अज्ञानताले तपाईँको 6 लोकहरू क्रिएट भएका छन्, 3 धातुहरू क्रिएट भएका छन् हैन। हेतु प्रत्ययलाई नमान्ने, हेतुफललाई नमान्नेहरूले मारकाट गर्ने नरकमा जान्छन् हैन। सबै कुम्लो पार्ने, आफ्नो धन सम्पत्ति तिनीहरू प्रेतलोकमा जान्छन्। अब लट्ठ परेर बस्ने, खाने, उडाउने, बस्ने अरू अब त्यस्तै मोहित चित्तहरू जनावर लोकमा जान्छन् हैन। अब कुशल कर्म गर्नेहरू दानव लोकमा र देवलोकमा पनि जान्छन् हैन। त यो सबै भएको यी लोकहरू, अनि त्यसपछि तपाईँको कुशल कर्म पनि गर्ने, अनि तपाईँको समाधिको पनि लाभ गरेको छन् भने रूप धातुमा, अरब धातुमा कस्तो खालको समाधिहरू उनीहरूले प्र्याक्टिस गरेका छन्, त्यो अनुसार चाहिँ तपाईँको काम धातु, रूप धातु, अरूप धातुका देवलोकका सत्व बन्छन् कि, तपाईँको पशु त्रियग्लो योनिका सत्व बन्छन् कि, तपाईँको नरकका सत्वहरू बन्छन् कि, प्रेतलोकका सत्वहरू बन्छन् कि हैन, अथवा मनुष्य नै बन्छन् कि हैन भन्ने कुरा चाहिँ हाम्रो हेतु प्रत्ययले गरेर सिर्जना भएको हुन्छ। र जसले चाहिँ हेतु प्रत्ययप्रति अज्ञान हुन्छ नि, उनीहरू चाहिँ अब यही लोकमा चाहिँ दुष्कर्म गर्छन् तल जान्छन्, कुशल कर्म गर्छन् माथि जान्छन् हैन। यही लोकमा चाहिँ तलमाथि भइराख्छन् है। यो भयो एक प्रकारको अज्ञानता। अर्को भयो सत्कार दृष्टिको अज्ञानता, जसले चाहिँ म भित्र चाहिँ एउटा सत् कहिले नबदलिने स्वतन्त्र आत्मा छ भन्ने जुन अज्ञानता छ। अब यसको पनि स्थूल र सूक्ष्म रूपहरू हुन्छ भने मैले हैन, स्थूल रूप भनेको त एउटा परमात्मा एउटा मात्र छन् हैन भन्ने जुन सोच छ, त्यो भयो स्थूल भयो। अर्को चाहिँ परमात्मा नमान्नेहरूको पनि भित्रपट्टि म बबिता भन्ने सत छ भन्ने, कहिले नबदलिने एउटा सत चाहिँ छ तत्त्व भन्ने जुन सोच छ, त्यो अज्ञानताले गर्दाखेरि हामीलाई दुःखबाट अथवा अर्हत बन्नबाट रोक्छ हैन, निर्वाण प्राप्त गर्नबाट रोक्छ, दुःखबाट सदाको लागि मुक्त हुनको लागि रोक्छ हैन। त्यो भयो दोस्रो प्रकारको अज्ञानता। अर्को चाहिँ सब्जेक्ट र अब्जेक्टको डुअलिटी प्रतिको जुन अज्ञानता छ, त्यो भयो तेस्रो प्रकारको अज्ञानता, जसले चाहिँ सम्यक सम्बुद्ध बन्नबाट रोक्छ है। यो त भयो हाम्रो तीनवटा अज्ञानता, र तीनवटा अज्ञानताले गर्दाखेरि अज्ञानतालाई हटाएपछि प्राप्त गर्ने 3 प्रकारको अवस्था हैन। एउटा देवलोकहरूको रूप धातु अरूप धातुहरूको अवस्था, अर्को चाहिँ निर्वाणको अवस्था अथवा अरहतको अवस्था, र अर्को भयो हाम्रो सम्यक सम्बुद्ध को अवस्था, जसलाई चाहिँ सम्यक सम्बुद्धको अवस्थालाई भन्छ अप्रतिष्ठित निर्वाण है। अप्रतिष्ठित निर्वाण भनेको कहीँ पनि प्रतिष्ठित नभएको निर्वाण भने, अरहतको निर्वाणलाई चाहिँ प्रतिष्ठित निर्वाण भनिन्छ है। अब अप्रतिष्ठित निर्वाण भनेको कहीँ पनि प्रतिष्ठित नभएको निर्वाण भनेर चाहिँ बुद्धत्व सम्यक सम्बुद्धको अवस्थालाई जनाउँछ भने, जुन अरहतको पद छ त्यसलाई चाहिँ प्रतिष्ठित निर्वाण भनिन्छ है। कहीँ प्रतिष्ठित भएको छ त्यो चित्त भने, सम्यक सम्बुद्धको चित्त चाहिँ न निर्वाणमा प्रतिष्ठित हुन्छ न संसारमा प्रतिष्ठित हुन्छ है। त्यसरी पनि फरक जनाइन्छ है। यो त भयो हाम्रो 3 प्रकारको अज्ञानताले गर्दा हटायो भने प्राप्त हुने 3 प्रकारका तपाईको अवस्थाहरू है। देवलोकहरू, अरहतको अवस्था र सम्यक सम्बुद्धको अवस्था भयो हैन। अब भगवान बुद्धले जब शिक्षा दिनुभयो, मैले अगाडिको भिडियोमा नि भनेको थिएँ हैन, उहाँले चाहिँ अब किताब लेखेर यो किताब पढ त भन्नुभएको थिएन हैन। मान्छेहरूको बुझ्ने क्षमता अनुसार, उनीहरूको दुःख अनुसार उनीहरू कहाँ अड्केका छन्, कुन प्रकारको अज्ञानता छ उनीहरूमा, त्यो अज्ञानता अनुसार चाहिँ उहाँले चाहिँ सबैलाई दुःखबाट मुक्त हुने बाटो देखाउनु भएको थियो हैन। र भगवान बुद्धको महापरिनिर्वाणपछि अरहतहरू बसेर चाहिँ
सबै शिक्षाहरूलाई चाहिँ त्यो बेलामा त अब किताब लेख्ने चलन थिएन, सबै घोक्ने चलन थियो, मेमोराइज गर्नुहुन्थ्यो आरतहरूले। र तेस्रो यदि मलाई जहाँसम्म लाग्छ तेस्रोबाट हो है, यो हिस्ट्रीमा म त्यति अहिले मलाई त्यति उस भएन होइन। तेस्रोबाट बल्ल लेख्ने सुरु भएको जस्तो लाग्छ मलाई। अनि त्यसपछि बल्ल लेख्ने सुरु भएको। त्योभन्दा अगाडि त उहाँहरूले घोक्ने, मेमोराइज गर्ने, घोकेर नै सबै शिक्षाहरू चाहिँ अहिलेसम्म जुन आएका छन् त्यो बेलामा पहिलो र दोस्रो सङ्गायन हुनुभन्दा अगाडिसम्म त घोकेर नै उहाँहरूले चाहिँ सबै मिलेर चाहिँ अब कहाँ के त्रुटिहरू छ त्यो त्रुटिहरू हटाउने र बाँकी चाहिँ जुन शुद्धता जुन कायम गर्ने हुन्छ नि त्यो चाहिँ कायम त्यसरी भएको थियो हैन। अब त्यसरी अब उहाँले सङ्कलन गर्ने समयमा चाहिँ उहाँ गर्ने बेला गर्दा चाहिँ उहाँले चाहिँ त्रिपिटकहरूको निर्माण भयो, जसमा चाहिँ अब एउटामा चाहिँ सूत्रहरू राखियो, अर्कोमा चाहिँ तपाईँको विनय पिटक भयो जहाँ चाहिँ रुल एन्ड रेगुलेसनका शिक्षाहरू राखियो, त्यसपछि अर्को चाहिँ अभिधर्मको शिक्षाहरू आयो हैन। अब यिनै शिक्षाहरूबाट अब कुन गुरुहरूले कसरी कुन शिक्षालाई कसरी तपाईँको व्याख्या गर्नुभयो हैन, त्यो व्याख्या अनुसार चाहिँ 4वटा सिद्धान्तहरूको सुरुवात भएको थियो है। अब ती 4 सिद्धान्तहरू चाहिँ के थियो नि, वैभाषिका, सौतान्त्रिका, चित्तमात्र र मध्यमिका है। अब यो सिद्धान्तको एक खेलाउनु भन्दा अगाडि यिनीहरू चाहिँ के कुरामा भेद छ त यी सिद्धान्तहरूको, त्यसलाई चाहिँ यसो सर्फेस रूपमा बुझौँ है। अब यसलाई चाहिँ बिस्तारै अब डिटेलमा जाने काम त छँदैछ हैन। त्योभन्दा अगाडि सर्फेसली बुझौँ, त्यसपछि डिटेलमा जाउँला यसलाई चाहिँ है। अब के कुरामा भेद छ यिनीहरूको भन्दा यी 4वटा सिद्धान्तवादीहरू फेरि सबैको ज्ञान चाहिँ त्यही बुद्ध भगवानकै शिक्षाबाट हो। सबैले मूल चाहिँ स्रोत चाहिँ भगवान बुद्धको शिक्षालाई लिन्छन् है, अभिधर्मलाई लिन्छन्, सुत्त पिटकलाई लिन्छन्, विनय पिटकलाई लिन्छन् है। तर अब इन्डिभिजुअल मान्छेले चाहिँ कसरी कुन शिक्षालाई कसरी व्याख्या गर्यो भन्ने कुराले गर्दाखेरि सिद्धान्तमा भेद आएका हुन् है। अब यिनीहरूमा के भेद छन् भन्दाखेरि एक त तपाईँको पुद्गल नैरात्म्य र धर्म नैरात्म्य भन्ने ज्ञानको भेद छ हैन। अब तपाईँको वैभाषिका र सौतान्त्रिकाहरूले पुद्गल नैरात्म्यतालाई मात्र मान्छन्, नैरात्म्यलाई मात्र मान्छन् भने तपाईँको चित्तमात्र र मध्यमिकाले चाहिँ दुवैलाई मान्छ। अब यो दुवैलाई मान्नु भनेको के हो भने तपाईँको अब अघि मैले अगाडि तपाईँले एक्सप्लेन गरेको बुझ्नुभएको छ भने जसले पुद्गल नैरात्म्यलाई मात्र मानेका हुन्छन् तिनीहरू अर्हत बन्छन् भन्ने कुरा बुझ्न पर्ने हो। निर्वाण पद प्राप्त गर्छन्। उनीहरूले दुःखका सबै हेतुहरूलाई चाहिँ सत्काय दृष्टिलाई भत्काइसकेका हुनाले उनीहरू चाहिँ अर्हत भए हैन। अर्हत भनेको अरिहतबाट आउँछ। अरि भनेको दुश्मन हैन। दुश्मन भनेको के हो त हाम्रो दुश्मन भनेको त राग द्वेष नै हो। त्यो द्वेषलाई चाहिँ हत गरिसकेका, मारिसकेका भएको हुनाले उहाँहरूलाई जसले चाहिँ त्यो दुश्मनलाई राग द्वेष सत्काय दृष्टि जस्ता जुन दुश्मनहरू छ जसले चाहिँ मारिसकेका छन् उहाँहरू चाहिँ अर्हत हुनुभयो। तर उहाँले चाहिँ डुअलिटी जुन छ सब्जेक्ट र अब्जेक्ट डुअलिटी छ त्यो भत्काउने काम त गर्नुभएको छैन, जसले गर्दा उहाँमा सम्यक सम्बुद्धको जुन गुण छ सर्वज्ञताको गुण जुन छ त्यो चाहिँ आएको छैन। किन आएको छैन? किनभने उहाँहरूले धर्मनैरात्म्यको ज्ञानलाई मान्नु हुँदैन। अब यो पुद्गल नैरात्म्य र धर्मनात्म्यको ज्ञानमा यो कसरी मान्ने र नमान्ने काम भयो भन्दाखेरि तपाईँको वैभाषिका सौतान्त्रिका जुन श्रावक ज्ञानका निकायहरू हुनुहुन्थ्यो, सिद्धान्तवादीहरू हुनुहुन्छ, उहाँहरूले प्रथम धर्मचक्र जुनका शिक्षाहरू जुन थिए 4 आर्य सत्यका जुन शिक्षाहरू थिए त्यसलाई मात्र मान्यता दिनुहुन्छ। र त्यो प्रथमचोटि सबैभन्दा पहिला धर्मचक्र प्रवर्तन गर्दा भगवान बुद्धले शून्यताको सिद्धान्त दिनुभएको थिएन र तपाईँको तथागत गर्वहरू अथवा डुअलिटीहरू हैन, अद्वय नद्वय भन्ने जुन छ संसार र निर्वाणको नद्वय अवस्थाहरू अद्वैत अवस्थाहरू जुन छ त्यसको शिक्षा दिनुभएको थिएन। उहाँले सुरुमा चाहिँ अनित्यका शिक्षा दिनुभयो, अनात्मका शिक्षा दिनुभयो हैन। किन दुःख भइरहेछ हामीलाई, तिमीहरू सत्काय दृष्टि मान्छौ, तिमीहरूले चाहिँ हेतु प्रत्ययलाई मान्दैनौ, त्यही भएर तिमीहरू यही संसारमा चाहिँ कहिले माथि जान्छौ कहिले तल जान्छौ, यसरी नै तिमीहरू चाहिँ यो संसारमा लटपटिरहेका छौ र यसबाट बाहिर जान छ भने तिमीहरूले अनात्माको
अथवा सत्काय दृष्टिलाई चाहिँ भत्काउनुपर्छ र अनात्मालाई रियलाइज गर्नुपर्छ भन्ने शिक्षा दिनुभएको हो। र दोस्रो धर्मचक्र र तेस्रो धर्मचक्र यो श्रावक यानीहरूले जसले चाहिँ वैभाषिका र सौतान्त्रिकाको सिद्धान्तलाई मान्छन् उनीहरूले चाहिँ शून्यताको जुन प्रज्ञापारमिताको शिक्षा र तपाईँको तेस्रो धर्मचक्र प्रवर्तन हुँदाखेरिको जुन सन्धि निर्मोचन सूत्र छ जुन लङ्का अवतार सूत्र छ त्यसको चाहिँ ती सूत्रहरूलाई चाहिँ सूत्र नै गन्दैनन् उनीहरूले है। उनीहरूमा अज्ञानता यति छ कि यो सबै ब्रह्माण्डवादीहरूले बाहुनहरूले पछि चाहिँ थोपर्देका हुन् भनेर महायानलाई चाहिँ उनीहरूले ब्रह्माण्डवादी भनेर अज्ञानता पालेका हुन्छन् हैन। अब त्यो नभइसकेपछि उनीहरूले धर्म नैरातमा साक्षात्कार गर्ने कुरो नै आउँदैन। त्यसपछि नन डुअलिटी र डुअलिटी भन्नेको शिक्षा नै हुँदैन त्यसमा। अनि त्यसपछि त सर्वज्ञता प्राप्त गर्ने भन्ने त सम्यक सम्बुद्ध बन्ने त उनीहरूमा त्यस्तो खालको मत नै हुँदैन। उनीहरूले बुद्ध हुन्छन्, बुद्ध चाहिँ अरहतभन्दा चाहिँ अलि माथि छन्, उनीहरूमा पुण्य बढी हुन्छ। उनीहरूले चाहिँ अरहतको भन्दा अलि बढी जे कुरा पनि स्पोन्टेनियसली रियलाइज गर्न सक्छन्। तर सर्वज्ञता भन्ने कुरा चाहिँ इम्पोसिबल छ, कसैमा पनि कुनै चित्तमा पनि पोसिबल छैन सर्वज्ञता भन्ने कुरा। उनीहरूले त्यसरी चाहिँ आफ्नो व्याख्या गर्छन् है। यी व्याख्या गर्ने पनि भगवान बुद्धका शिक्षालाई एनालाइज गरेर गरेका हुन् है। हामीले यो भुल्न हुँदैन। हामीले जुनसुकै वादीहरू छौँ, जति पनि छन् थेरावादीहरू छौँ हैन, श्रावक यानीहरू छौँ अथवा मध्यमिका चित्तमात्रेहरू भयो, सबै वादीहरूले यो कुरा बुझ्नु हुँदैन कि यो कुरा भुल्न हुँदैन कि यो सबै यो चित्तबाट निस्केको व्याख्या हो। कुनै एउटा सत्वको चित्तबाट निस्केको व्याख्या प्रणालीलाई चाहिँ अरूहरूले मानेका हुन्। त्यही भएर सबै कुरालाई सुन्नुपर्छ, ग्रास्पिङ गर्न हुँदैन र आफ्नो 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 तर्कले चाहिँ कुन कुरा तार्किक छ कुन कुरा तार्किक छैन त्यो कुरा बुझेर बल्ल लिने काम र छोड्ने काम गर्नुपर्छ है। त्यसै महायानलाई ब्राह्मणवादी भएर छोड्ने चाहिँ काम गर्नु हुँदैन। पहिला बुझ्नुपर्छ र त्यसपछि बुझेपछि तपाईँलाई ठिक लागेन भने ठिकै छ, श्रावक यान त छँदैछ होइन, अरहत बन्ने यान त छँदैछ है। अब यही कुरामा अब भेदको कुरा आएको थियो। के कुरामा भेद छ भन्दाखेरि वैभाषिका र सौतान्त्रिकाले सर्वज्ञतालाई मान्दैनन्, दोस्रो र तेस्रो धर्मचक्र प्रवर्तनका शिक्षालाई पनि मान्दैनन्, धर्म नैरात्म्यलाई पनि भन्ने कन्सेप्ट पनि वैभाषिका र सौतान्त्रिकामा भेटिँदैन। र तपाईँको थेरावादमा पनि तपाईँले कम्पेयर गर्नुभयो भने भेटिँदैन। अब त्यसपछि उहाँले अब यो चारवटा सिद्धान्तमा शाश्वत र उच्छेद भनेर कुन कुरालाई परिभाषित गर्नुभएको छ हैन, कसरी एक्सप्लेन गर्नुभएको छ त्यो एक्सप्लेन बिस्तारै जाम्ला हामीले हैन, कम्पेरिटिभ स्टडी गर्दै जाम्ला। र भेद चाहिँ एउटा चाहिँ उहाँको शाश्वत र उच्छेदलाई जसरी डिफाइन गर्नुभएको छ त्यो डेफिनेसनमा शाश्वतको र उच्छेदको परिभाषामा पनि भेद छ हैन। अनि त्यसपछि उहाँले समृद्धि सत्य र परमार्थ सत्य केलाई भनेर डिफाइन गर्नुभएको छ त्यो परिभाषा गर्ने कुरामा पनि समृद्धि सत्य र परमार्थ सत्यलाई कुन कुरालाई समृद्धि मान्ने र कुन कुरालाई चाहिँ परमार्थ मान्ने त्यो परिभाषामा पनि भेद भेट्न सकिन्छ यी चारवटा सिद्धान्तवादीहरूमा को शिक्षामा। र अनि अर्को त मैले भनिहालेँ डुअलिटी हैन, वस्तु र चित्त र यो चित्तले चाहिँ ग्रहण गर्ने वस्तुहरूको स्वभावहरू कस्तो छ, डुअल छ कि नन डुअल छ कि साँच्चीकै सत छ कि एक्सटर्नल छ कि यो अथवा चित्तले मात्र प्रक्षेपण गरेका हो कि स्वभाव टोटली शून्य छ कि अलि 50% शून्य 40% चाहिँ स्वभाव सिद्ध छ कि भन्ने कुरा जुन जसरी परिभाषित भएको छ, जसरी एक्सप्लेन गर्नुभएको छ त्यो कुरामा भेद छ यी चारवटा सिद्धान्तवादीहरूको हैन। अब डिटेलमा हुँदै जाम्ला। अहिले चाहिँ मैले अलिक ब्रोडली देखाइदिएको तपाईँहरूलाई। त्यसपछि ब्रोडली बुझ्यो भने त्यसपछि स्पेसिफिक छ नि त्यो जाने काम चाहिँ गर्दै गरौँला है त। अनि त्यसपछि भयो उहाँले अब अघि भने सर्वज्ञतालाई मान्दैनन् हैन। चित्तको चाहिँ चित्तले कुनै पनि कुरालाई वान एट अ टाइम हैन, एकचोटिमा एउटा वस्तुलाई मात्र ग्रहण गर्न सक्छ। देख्यो भने सुन्न सक्दैन, सुन्यो भने देख्न सक्दैन, सुँग्यो भने अर्को गर्न सक्दैन भन्ने जुन चित्त छ, चित्तले एउटा अब्जेक्टलाई एकचोटिमा एउटा अब्जेक्टलाई मात्र
समात्छ तर बुद्धको चाहिँ त्यो समात्ने स्पिड चाहिँ अलि बढी हुनसक्छ होइन बुद्धमा गुण हुन्छ बुद्धले चाहिँ अब तपाईँको धेरै लामो कति कति इयोनभन्दा अगाडि पनि देख्न सक्नुहुन्छ भने त्यो क्यापेसिटी आरहतमा हुँदैन र अब कति टाढाको डिस्टेन्ससम्म बुद्धले देख्न सक्नुहुन्छ त्यो क्यापेसिटी चाहिँ अरहतमा हुँदैन त्यतिको स्ट्रङ अनि त्यहाँदेखि बुद्धको जस्तो तपाईँको सूक्ष्म जुन हेतु प्रत्ययको हेतुफलको जुन सिद्धान्त छ त्यो सूक्ष्म रूपलाई चाहिँ उहाँले देख्न सक्नुहुन्न अरहतहरूले भनेर यस्ता यस्ता भेदहरू चाहिँ उनीहरूले अरहत र बुद्धको भेदहरू चाहिँ उनीहरूले स्वीकार गर्छन् होइन वैभाषिका र स्वतन्त्रवादीहरूले पनि तर सर्वज्ञता जुन छ भन्ने कुरा चाहिँ कन्सेप्ट चाहिँ उनीहरूले चाहिँ विश्वास गर्दैनन् है अनि अज्ञानताको पनि अब धर्म नैरात्म्य र तपाईँको पुद्गल नैरात्म्य बिचको भेद पनि मैले अघि कुरा गरिहालेँ धर्मचक्र परिवर्तनको कतिचोटि भगवान बुद्धले चाहिँ धर्मचक्र परिवर्तन गर्नुभयो भन्ने कुरामा पनि भेद छ होइन अब वैभाषिकाहरूले चाहिँ भने अनुसार चाहिँ एकचोटि मात्र धर्मचक्र परिवर्तन भएको छ जसमा चाहिँ भगवान बुद्धले 4 आर्य सत्यको मात्र कुरा गर्नुभएको थियो दोस्रो धर्मचक्र परिवर्तन र तेस्रो धर्मचक्र परिवर्तनको बारेमा चाहिँ पुद्गल नैरात्म्य वैभाषिका र सौतान्त्रिकावादीहरूले चाहिँ त्यसलाई चाहिँ नकाट्छन् त्यसलाई एक्सेप्ट गर्दैनन् भने महायानीहरूले चाहिँ मत अनुसार चाहिँ तपाईँको 3 प्रकारको तीनचोटि चाहिँ धर्मचक्र परिवर्तन भएको थियो भनेर स्वीकार्छ अब यो त भयो हाम्रो 4वटा सिद्धान्तवादीहरू बीच भएको भेद होइन अब उनीहरू बीच के सहमति छ त सहमति पनि छ नि फेरि भेद मात्र त छैन होइन अब सहमतिमा के छ भने उनीहरूकोमा एउटा चाहिँ भयो सबै जति पनि शिक्षाहरू छन् भगवान बुद्धकै शिक्षा हुन् भनेर अब यसमा पनि अलिकति बहस गर्न सकिन्छ किनभने अब महायानीहरूले श्रावकयानीहरूले फलो गर्ने शिक्षाको स्रोतमै भगवान बुद्ध नै हुन् होइन पहिलो धर्मचक्र परिवर्तन नै हो भन्छन् भने श्रावकयानीहरूले चाहिँ टोटली नकार दिन्छन् कि शून्यतावादी जुन प्रज्ञापारमिताको जुन दोस्रोचोटि धर्मचक्र परिवर्तन भएको थियो र अर्को चाहिँ तपाईँको लङ्का अवतार सूत्र र अरू तेस्रो धर्मचक्र परिवर्तन हुँदाखेरिको जुन सब्जेक्ट अब्जेक्टको डुअलिटीको बारेमा डुअलिटीमा हुने शून्यताको बारेमा जुन शिक्षाहरू दिनुभएको थियो त्यो तेस्रो धर्मचक्र परिवर्तन र दोस्रो धर्मचक्र परिवर्तनलाई टोटली नकार दिन्छन् श्रावकयानीहरूले होइन यो चाहिँ बुद्ध भगवानले दिएको होइन हुनै सक्दैन भनेर भन्छन् उनीहरूले होइन अब कसरीले अब महायानीहरूले चाहिँ सबै शिक्षाहरू जुन छ श्रावकयानीको र महायानको प्रज्ञापारमितादेखि लिएर सबैलाई चाहिँ बुद्ध नै सोर्स मान्छन् भने श्रावकयानीले चाहिँ जस 4 आर्य सत्यको शिक्षालाई मात्र बुद्धलाई सोर्स मान्छन् अरूलाई मान्दैन अरू चाहिँ पछि थपथाप गरेका हुन् बाहुनहरूले ब्राह्मणवादले भन्छन् होइन अब नबुझिकन भन्छन् भित्र घुसेर बुझ्ने भने त एभ्रिथिङ इज लजिकल हियर तपाईँले बुझ्ने भने सबै कुरा लजिकल छ महायानले भनेको कुरा पनि लजिकल छ अद्वैत सबै बुझ्ने तर नबुझिकन जुन बाहिर सर्फेसली जुन उफ्रिने मान्छेहरू छन् नि भित्र चाहिँ घुसेर नहोइने तर बाहिर सर्फेसली मात्र देखेर अरहतलाई हेप्यो बुद्धलाई के भयो महायानले श्रावकयानीलाई हेप्यो भनेर जुन सोच लिएका मान्छेहरू हुनुहुन्छ भित्र घुसेर हेर्न नसक्ने तर उफ्रिन चाहिँ मजाले उफ्रिने उहाँहरूले चाहिँ महायानलाई चाहिँ ब्राह्मणवादी भन्नुहुन्छ है अब त्यसपछि 4वटै जुन यो सिद्धान्तवादीहरू हुनुहुन्छ उहाँहरूले जुन आत्माको जुन स्थूल रूप र सूक्ष्म जुन रूप छ यो परमात्मा ब्रह्मा महाब्रह्मा जुन ईश्वरले चाहिँ सृष्टिकर्ताको सोच जुन छ स्थूल आत्माको सोच हो यो सबै होइन त्यसलाई त नकार्नुहुन्छ हुन्छ होइन त्यसपछि स्थूल आत्माको सोच हो त्यो ईश्वरवादी सोचहरू र अर्को ईश्वरले सृष्टि गरेका हुन् भन्ने नमान्ने जुन सांख्यहरू पनि छन् उनीहरूले चाहिँ सृष्टिकर्ता ईश्वरलाई मान्दैनन् सांख्यवादीहरूले हुन त आत्मावादी हुन् उनीहरू तर हामी सबैमा है सांख्यहरूमा मात्र होइन हामी सबै जति पनि पृथक जन छौँ लौकिक जनहरू छौँ उहाँलाई चाहिँ हामीलाई चाहिँ के लागिरहेको हुन्छ नि हुन त ईश्वरलाई त मान्दैनौँ हामीले होइन सृष्टिकर्ता ईश्वरलाई त मान्दैनौँ है तर भित्रपट्टि चाहिँ एउटा म चाहिँ साँच्चीकै छु है भन्ने अज्ञानता चाहिँ हामीमा भइरहेको हुन्छ र यी दुवै होइन स्थूल रूप र सूक्ष्म रूप जुन आत्माको जुन अज्ञानता छ
त्यो दुईटै यो चारवटै सिद्धान्तवादीहरूले टोटली नकारिदिनुहुन्छ है। सबैले चाहिँ आत्माको नै खण्डन गर्नुहुन्छ है, आत्माको खण्डन गर्नुहुन्छ र मुक्त हुनको लागि जुन ध्यान बसिन्छ हैन, त्यो ध्यानमा चाहिँ अनात्माकै रियलाइजेसन गरेर मात्र नै मुक्त हुन सम्भव छ भनेर उहाँहरू चारवटै सिद्धान्तवादीहरू एकमत हुनुहुन्छ यो कुरामा है। अनि यो चारवटै सिद्धान्तवादीहरूले चाहिँ के कुरा स्वीकार गर्नुहुन्छ भने ज्ञानको तीनवटा लेभल छ है। एउटा सुतमयी लेभल, त्यसपछि चिन्तामयी लेभल हैन, कन्टेम्प्लेसन गर्ने, चिन्तन मनन गर्ने, जे कुरा सुनेको छ पहिला सुन्न पर्यो हैन, गुरुहरूबाट टिचिङहरू अथवा गुरुहरूले लेखेको किताबहरू पढ्न पर्यो, त्यसपछि त्यसको चिन्तन मनन गर्न पर्यो, त्यसपछि आउने जुन प्रज्ञा छ त्यसलाई भन्छ चिन्तामयी प्रज्ञा हैन, सुनेर आएको प्रज्ञा छ त्यसलाई भन्छ श्रुतमयी प्रज्ञा हैन। यी सबै चाहिँ तपाईको कन्सेप्चुअल हुन् हैन। जब यी कन्सेप्टहरूको बारेमा जब मेडिटेसनमा बसेर, समाधिमा मेडिटेसनमा बसेर जब रियलाइजेसन हुन्छ नन कन्सेप्चुअली, भावना मार्ग भनिन्छ त्यसलाई। दर्शन मार्गमा चाहिँ तपाईको डाइरेक्टली देख्ने काम हुन्छ हैन। भावनामयी प्रज्ञाको चाहिँ जुन डाइरेक्टली जुन देख्ने काम हुन्छ त्यो दर्शन मार्गमा हुन्छ हैन। अब प्रज्ञाको कुरा गरौँ न, अहिले भावना यो मार्गको कुरा नगरौँ एकछिन। प्रज्ञाको कुरा गर्दाखेरि प्रज्ञाका तीनवटा तह छन्, एउटा चाहिँ सुतमयी प्रज्ञा, अर्को चिन्तामयी प्रज्ञा र अर्को भावनामयी प्रज्ञा तीनटा तह हुन्छ भनेर यो चारवटै सिद्धान्तवादीहरूले एकजुट हुन्छ यो मामलामा हैन, सबैले स्वीकार गर्नुहुन्छ। र अर्को कुरा उहाँहरूले चाहिँ जुन मार्ग छ बुद्ध भगवान मार्ग भनेको त्यो जुन बुद्ध भगवानको शिक्षा छ त्यसलाई चाहिँ सुन्ने, चिन्तन मनन गर्ने र भावना गर्ने जुन एउटा अभ्यास छ त्यसलाई मार्ग भनिन्छ। त्यो अभ्यास, त्यो मार्गको पनि पाँचवटा तह छन्, सम्भार्ग मार्ग, प्रयोग मार्ग, दृष्टि मार्ग, भावना मार्ग र असैच्छ मार्ग। यो पञ्च मार्गहरू हुन्छन्। जुन ज्ञान छ त्यो ज्ञान तपाईको श्रुतमयी प्रज्ञाबाट तपाईको भावनामयी प्रज्ञासम्म पुग्नको लागि जुन अभ्यास गरिन्छ त्यसका पाँचवटा मार्ग छन्। पहिला सङ्कलन गर्ने, त्यसपछि त्यसको लागि चिन्तन मनन गरेर जब त्यो शिक्षालाई डाइरेक्टली नन कन्सेप्चुअली रियलाइज गर्नुभन्दा अगाडिको मार्ग भयो, प्रयोग मार्ग भयो। जब रियलाइज हुन्छ डाइरेक्टली नन कन्सेप्चुअली त्यो भयो, दर्शन मार्ग भयो। त्यसपछि त्यसमा अब त्यस्तै जुन कुरा दर्शन भयो त्यसलाई चाहिँ घरिघरि फ्यामिलियर हुने त्यसमाथि भनेको त्यो भयो, भावनामयी मार्ग भयो। त्यसपछि जब ज्ञानहरू चाहिँ निर्विकल्प उदाएर तपाईँको पर्सनालिटी नै चेन्ज हुन्छ, तपाईँको वर्ल्डलाई एक्सपिरियन्स गर्ने नै चेन्ज हुन्छ, त्यो भयो तपाईँ चाहिँ पूर्ण मुक्त हुने अवस्था जुन छ असैच्छ मार्ग हैन। अब श्रावक यानीहरूको मार्गमा हिँड्ने भने त्यो चाहिँ तपाईँको अरहत बनिन्छ हैन। त्यसको गोल, फाइनल गोल चाहिँ तपाईँको अरहत हुन्छ भने अब तपाईँ बोधिसत्व मार्गमा हिँड्नुभएको छ नि, त्यसको फाइनल गोल चाहिँ असैच्छ मार्गको फाइनल गोल चाहिँ बुद्ध हो। असैच्छ भनेको बुद्ध असैच्छ हो। यता श्रावक यानीहरूले अरहत बन्छन् भने यता बोधिसत्व मार्गमा लागेकाहरूले बुद्ध भयो हैन, असैच्छ मार्गको। अब फेरि यसमा पनि हैन वैभाषिकाहरू, स्वतान्त्रिकाहरूको मत के छ भने तीनटा मार्ग छ, पहिल्यै छुट्टिसकेछ। कुन गोलमा पुग्ने हो, मान्छे त्यो मार्गमा हिँडेपछि त्यो मार्ग क्रस हुने काम हुँदैन। एक्चुअली अरहत समात्ने मार्गमा हिँड्यो भने अथवा श्रावक यानको याद मार्गमा हिँड्यो भने अरहत हुन्छ, त्यो बुद्ध हुँदैन कहिले पनि। र बुद्ध हुने मार्गमा हिँडेको छ भने त्यो कहिले पनि अरहत हुँदैन भन्ने यो सोच छ भने श्रावक यानको भने महायानको के छ भने श्रावक यान एउटा पडाव हो हैन। जस्तै लोकमा पनि देवलोक एउटा पडाव थियो हैन, कुशल कर्म गरेर समाधिको अभ्यास गरेर पुगिन्छ भने यो लोकबाट पनि मुक्त भएपछि अर्को पडाव छ निर्वाणको अवस्था। अब त्यो निर्वाणको अवस्थाबाट नि त्यो अरहतहरूलाई पनि भगवान बुद्धले आएर त्यहाँबाट उहाँहरूलाई फेरि बोधिसत्वको मार्गमा लगाएर बुद्ध नै बनाएर छाड्नुहुन्छ भनेर सोच जुन छ त्यो महायानको सोच हो है। देख्नुभयो नि अब श्रावक यानको सोच र महायानको सोचमा जुन अरहत चाहिँ बुद्ध बन्छन् कि बन्दैनन् भन्ने जुन थेसिस छ, त्यो थेसिसमा कतिको भिन्नता, कसरी भिन्नता आयो, भिन्नता हुन्छ, कस्तो भिन्नता हुन्छ, एउटा भेद भनेर मैले अगाडि सुनेको थिएँ। त्यो भेद चाहिँ तपाईँको
यो पनि भेद भयो हैन। अब यसलाई पनि भेदमै राखौँ अब है। अब त्यसपछि यो चारवटै सिद्धान्तवादीहरूले अरहत र बुद्ध भनेको जुन छुट्टाछुट्टै पद हो भनेर मान्छन्। उनीहरूको छुट्टाछुट्टै आफ्नै क्यापेसिटी हुन्छ, बुद्धको आफ्नै क्यापेसिटी हुन्छ, अरहतको र बुद्धको क्यापेसिटी चाहिँ अरहतको भन्दा अझ बढी परिष्कृत हुन्छ। उनीहरूले चाहिँ अरहतको भन्दा लङ डिस्टेन्ससम्म इन टर्म्स अफ डिस्टेन्स हुन्छ नि, अब नरकमा पनि अब चाहिँ धेरै टाढा टाढासम्म अरहतको चित्त पनि पुग्न नसक्ने जुन नरकहरू लोकहरू छन्, त्यहाँ चाहिँ बुद्धको चित्तले पनि, बुद्धले त्यस्ता लोकहरू पनि देख्न सक्नुहुन्छ भन्ने छ एउटा हैन। एउटा चाहिँ इन टर्म्स अफ टाइम हैन। अब कतियौं तपाईको अब के भन्ने इओन्स अगाडि हैन कुन कर्म गरेर चाहिँ आज दुःख पाएको छ यसले भनेर त्यो त्यो इन टर्म्स अफ टाइम पनि बुद्धको जुन देख्ने क्यापेसिटी छ त्यो अरहतको हुँदैन हैन। अब फर इक्जाम्पल अरहतले चाहिँ 100 वर्षसम्मको अगाडि के भयो भनेर देख्नुहुन्छ नि, बुद्धले चाहिँ धेरै अगाडि हैन इनकाउन्टेबल हैन काउन्टै गर्न नसक्ने चाहिँ देख्न सक्नुहुन्छ भन्ने कुरा चाहिँ तपाईको यो चारवटै सिद्धान्तवादीहरूले मान्छन् है। तर वैभाषिका र सौतान्त्रिकाले चाहिँ बुद्ध भगवानले देख्न त देख्नुहुन्छ र तर सिरियली देख्नुहुन्छ, स्पोन्टेनियसली देख्न सक्नुहुन्न भन्छन्। स्पोन्टेनियस भनेको चाहिँ तपाईको सर्वज्ञता भनेको हो हैन, ओम्निसेन्स भन्छ नि। भने महायानले चाहिँ बुद्धमा चाहिँ सर्वज्ञता हुन्छ, ओम्निसेन्स हुन्छ, स्पोन्टेनियसली उहाँको चित्तले चाहिँ यो कुनै पनि लोकलाई देख्न सक्छ भन्ने सोच महायानीको सोच हो है। अनि त्यसपछि कर्मका हेतुफलका जुन मिहिन सूक्ष्म जुन छन् खेलहरू छन् भनौँ न, रोलहरू छन्, त्यो चाहिँ अरहतहरूले भन्दा बुद्धहरूको ज्ञान बढी हुन्छ त्यसमा चाहिँ है। यस्तै ज्ञानहरू यस्तै भिन्नताहरू छन्। अब यो भिन्नता भए पनि यो चारवटै सिद्धान्तवादीहरूले चाहिँ अरहत र बुद्धको चाहिँ आफ्नो तपाईको शक्ति हुन्छ र बुद्ध चाहिँ अरहत भन्दा अलि बढी नै शक्तिवान हुन् हैन, बढी नै परिष्कृत हो बुद्धको चित्त भनेर सोच्छन् है यो चारवटै सिद्धान्तवादीहरूले है। अब चाहिँ अब योभन्दा बढी बोल्ने लामो भइसक्यो भिडियो है। अझ पनि हैन अब अर्को बारेमा बोल्छु भने हैन, अब वैभाषिका बारेमा बोल्छु भने त्यो वैभाषिकालाई बुझ्नुभन्दा अगाडि अझ पनि धेरै कुराहरू छ जुन चाहिँ तपाईले बुझ्न जरुरी छ हैन। त्यही बुझाउन लाग्दा नै यो टाढा यो सरिरहेछ हैन। अब होपफुली नेक्स्ट भिडियोमा चाहिँ मैले चाहिँ वैभाषिकाको बारेमा चाहिँ अब बिस्तारै अब एक सिद्धान्तलाई खेलाउने काम गर्छु होला भन्ने हैन। लास्ट टाइम गर्छु जस्तो लाग्थ्यो, तर फेरि यस्तो सोचे होइन, त्योभन्दा अगाडि यो कन्सेप्ट पनि उहाँले बुझ्न जरुरी छ। जबसम्म यो कन्सेप्टलाई बुझिँदैन, मैले वैभाषिकाको बारेमा कोटाउन थालेँ भने पनि हैन, सूक्ष्म रूपमा जान थालेँ भने पनि बुझ्नलाई चाहिँ गाह्रो छ हैन। मैले भने थिएँ नि मेरो पहिलाको भिडियो कतिजनाले हेर्नुभएको थियो, बुद्ध धर्म भनेको हात्ती हो है। एउटा एङ्गलबाट हेरेर बुझिँदैन, मात्र बुझिँदैन, यसलाई त 10 दिशाबाट माथि तल पूर्व पश्चिम उत्तर दक्षिण हैन बिचका विदिशाहरू पनि जुन छन् त्यो चारैतिरबाट जबसम्म खेलाइदैन बुद्ध धर्मलाई बुझ्न सकिँदैन। अब यही खेलाउने क्रममा चाहिँ मेरो भिडियो चाहिँ तान्नै छन् है। अब नेक्स्ट टाइम चाहिँ मैले होपफुली वैभाषिकाको मतको बारेमा कुरा गर्छु है त। अब आजलाई यति नै बन्द गरौँ। भवते सर्वमङ्गलम्।